नमस्कार, म प्रकाश र हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी कुरा गर्नेछौँ रिच ड्याड पुअर ड्याड पुस्तक, जसलाई रबर्ट टी कियोसाकीले लेख्नु भएको छ। यस पुस्तकले संसारमा धेरै मानिसहरूको जीवन बदलिएका छन् र तपाईँ पनि आज कहीँ न कहीँ फाइनेन्सियल कन्डिसन ठिक छैन, पैसाको बारेमा जान्नु चाहनुहुन्छ भने या तपाईँ जीवनमा सफल हुन चाहनुहुन्छ भने यो भिडियोले तपाईँलाई धेरै हद तक सपोर्ट गर्नेछ। यहाँ राइटरले भन्नुभएको छ, धनी मानिस पैसाको बारेमा के सोच्छन् र गरिब मानसिकता भएको मान्छेले के सोच्छन्, पैसा कसरी कमाउने र त्यसलाई जीवनभर कसरी चलाउने भनेर भन्नुभएको छैन। पुस्तकमा राइटरले आफ्ना दुईवटा बुवाको बारेमा जिकर गरेका छन्। राइटरका आफ्ना बुवा जो कलेज प्रोफेसर थिए, धेरै पढेका थिए, पिएचडी गरेका थिए, तर पनि उनको घरमा पैसाको समस्या चलि नै रहन्थ्यो हैन। उसको घरमा उसको पे पनि राम्रो थियो, तर पनि उनको जीवनमा पैसाको बारेमा कहिले मतलब शान्ति थिएन हैन, पैसालाई लिएर। त्यसैकारण राइटरले उनलाई आफ्नो पुअर ड्याड भनेर भनेका छन् हैन। राइटरले आफ्ना साथीका बुवालाई रिच ड्याड भनेका छन्, किनभने उहाँ धेरै पढेका त थिएनन्। उसको पैसाको बारेमा राम्रो सोच भएको कारणले गर्दा, नलेज भएको कारणले गर्दा उहाँ समाजमा सबैभन्दा धनी थिए, सोसाइटीमा उसको इज्जत थियो है। त्यसै कारण राइटरले पैसाको बारेमा जान्नु एकदमै जरुरी छ भनेर उहाँले किताब लेख्नुभयो हैन। भिडियो अलिकति लामो हुनेछ तर एकदमै भ्यालुएबल हुनेछ हैन। त्यसै कारणले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भिडियोमा हामी पुस्तकको 4-5 वटा टपिकलाई कभर गर्छौँ है, एकदमै जरुरी हामीलाई सम्झिनु अगर हामी जीवनमा सफल हुन चाहन्छौँ भने। र सबैभन्दा पहिला के छ भन्दा, रिच नेभर वर्क फर मनी, मनी वर्क फर देम हैन। धनी कहिले पैसाको लागि काम गर्दैनन् र पैसा उनीहरूको लागि काम गर्छ। राइटरले के भन्नुभएको छ भने, धनी मानिस पैसाको लागि काम गर्दैनन् है। पैसाको लागि हामी बिहानदेखि बेलुकासम्म काम त सबै गरिरहेको छौँ, तर आज बिहानदेखि बेलुकासम्म काम गर्ने मान्छे कोही धनी छैन हैन। त्यसै कारण सिस्टम बनाउनु एकदम जरुरी छ, जसलाई पैसा आउने बाटो, जो अरूलाई काम गरेर, अरूलाई काम लगाएर आफ्नो लागि पैसा बनाउने बाटो बनाउनु एकदमै जरुरी छ भनेर राइटरले भन्नुभएको छ हैन। र दोस्रो छ एसेट भर्सेस लायबिलिटी। एसेट मतलब सम्पत्ति, लायबिलिटी मतलब दायित्व हैन। सम्पत्ति र दायित्वमा के फरक छ भन्दा, हामी धनी मानिसले यसलाई बुझेका छन् र हामीले अझै पनि यसलाई बुझेको छैन। हामी लायबिलिटिजहरूलाई चाहिँ एसेट भनेर हिँडिरहेको छौँ समाजमा हैन। त्यसै कारण राइटरले भनेका छन् यहाँ एसेट र लायबिलिटिजको फरक बताएको छन्। एसेट भनेको जसले हाम्रो गोजीमा पैसा ल्याइरहन्छ हैन। जस्तै तपाईको रेन्टल हाउस भयो, कसै घर किनेर तपाईले रेन्टमा दिनुभएको छ भने हैन, या त तपाईले डिभिडेन्डवाला सेयर छ तपाईकोमा भने त्यो पनि हाम्रो एसेटै हो। तपाईकोमा राम्रो म्युचुअल फन्ड पोर्टफोलियो छ भने त्यो पनि एसेटै हो हैन। तपाईले कोही कन्टेन्ट बनाउनु हुँदैछ भने त्यसले पनि आउनेवाला टाइममा हामीलाई इन्कमै दिन्छ। कोही तपाईले बुक्स लेख्नु भएको छ भने त्यसबाट रोयल्टिजहरू आउँछ, त्यो पनि हाम्रो एसेटमै गनिन्छ हैन। र यस्ता एसेट बनाउनु अगर हामी जीवनमा सफल हुनु छ भने एसेट्स बनाउनु एकदमै जरुरी छ। र लायबिलिटिज भनेको जसले हाम्रो गोजीबाट पैसा निकाल्छ। जस्तै हामीले गाडी किन्यौँ हैन, अहिले हामीले जस्तो गाडी किन्यौँ त्यसको भ्यालु एकदमै हामीले किन्ने बित्तिकैदेखि डेप्रिसिएट हुन थाल्छ। त्यसै कारण गाडीलाई या तपाईको फोनलाई या तपाईको घरमा कोही पनि इलेक्ट्रिक आइटम्सहरू छ, जो पनि तपाईको यस्तो चिज छ जसले दुबारा तपाईकोमा पैसा ल्याउँदैन हैन, त्यो सब आइटम्सहरू, त्यो सब चिजहरू तपाईकोमा त्यो हो लाइफ। र अर्को कुरा राइटरले भनेका छन् कि एजुकेसन, फाइनेन्शियल एजुकेसन हुनु एकदमै जरुरी छ। अगर हाम्रोमा फाइनेन्शियल एजुकेसनको कमी भयो भने नि हामीले जति हाम्रो इन्कम भए पनि एजुकेसन नभएकोले गर्दा हामीले जति पनि हाम्रोमा इन्कम आउँछ त्यो सबै हामीले खर्च गरेर सक्छौँ। अगर फाइनेन्शियल एजुकेसन छ भने हामीले त्यसलाई राम्रो जग्गामा इन्भेस्ट गर्छौँ र हाम्रो फ्युचरमा अपर्च्युनिटिजहरू जो पनि आउँछ त्यसको लागि राख्छौँ र त्यो अपर्च्युनिटिजहरूमा भाग लिएर हामीले फाइनेन्शियल कन्डिसन हाम्रो राम्रो बनाउन सक्छौँ। यो फाइनेन्शियल एजुकेसन कहाँदेखि हामीले
लिने त भन्दा हाम्रो स्कुलमा त पढाइँदैन, हाम्रो स्कुलमा फाइनेन्सको बारेमा पढाइँदैन होइन। त्यसकारण हामीलाई आफै अलिक जागरुक भएर तपाईँले बुक्सहरू रिड गरेर फाइनेन्सको बारेमा जति पनि बुक्सहरू छ त्यो पढेर तपाईँले राम्रो कन्टेन्टहरू फाइनेन्सको बारेमा कन्टेन्टहरू कन्ज्युम गरेर पोडकास्टहरू हेरेर तपाईँले यो फाइनेन्सियल एजुकेसन लिनु एकदमै जरुरी छ। किनभने तपाईँले अगाडि ग्रोथ गर्नुको लागि तपाईँकोमा एजुकेसन हुनु एकदमै जरुरी छ। र चौथो राइटरले भन्नुभएको छ कि आफ्नो व्यवसाय मतलब साइड बिजनेस बनाउनु एकदमै जरुरी। रिच माइन्डसेट भएका मानिसहरूले आफ्नो जब गर्दै भए पनि साइड बिजनेस बनाउँछन्। साइड बिजनेस छ भने तपाईलाई धनी मानिसहरूले मल्टिपल सोर्स अफ इन्कम बनाउँछन् होइन। किनभने उनको एउटा व्यवसाय केही कारण डुबिगयो या त्यो एउटा व्यवसायबाट राम्रो प्रफिट भएन भने अर्कोबाट चलिरहेको हुन्छ। त्यसै कारण उनीहरूले मल्टिपल सोर्स अफ इन्कममा ध्यान दिन्छन् होइन। आफूले कमाएको जो पनि पैसा छ त्यसमा एक भाग उनले फ्युचरको लागि काहीँ न काहीँ लगानी गरिरहेका हुन्छन् होइन। त्यो फ्युचरको लागि लगानी गरेको छ भने त्यसले भोलि पर्सि आउनेवाला टाइममा ठुलो रकम कट्ठा गरिरहेको हुन्छ, ताकि उनलाई कुनै पनि सिचुएसनमा या कुनै पनि अपर्च्युनिटिजहरू आउँदा त्यहाँनिर उनीहरू भाग लिइसक्छन् होइन। त्यसै कारण मल्टिपल सोर्स अफ इन्कम हुनु एकदमै जरुरी छ होइन, अगर तपाईँ फाइनेन्सियली फ्री हुनु चाहनुहुन्छ भने होइन। र अर्को के छ भने पैसालाई आफ्नो लागि काम लाउनु एकदमै जरुरी छ। अगर तपाईँले पैसालाई कमाएर ल्याएर खाएर सक्नुभएको छ भने त्यसले भोलि पर्सि हामीलाई साह्रो पर्दाखेरि हेल्प गर्दैन, किनभने त्यतिखेर हाम्रोमा पैसा हुँदैन होइन। त्यसै कारण हामीले इन्भेस्ट गर्नु एकदमै जरुरी छ, जो कि फ्युचरको लागि। अहिले हामी यङ छौँ, जवान छौँ, हाम्रोमा काम छ होइन, हाम्रो जीवन राम्रो चलिरहेको छ र अहिले हामी सोच्छौँ कि हाम्रो जीवन यस्तै चल्छ, तर हाम्रो जीवन यस्तो चल्दैन। हामी एउटा हाम्रो एज बढ्दै जान्छ, हाम्रोमा काम गर्ने क्षमताहरू कम्ती हुन्छ र त्यो टाइममा हामीलाई पैसाको जरुरत हुन्छ। अगर हामीले अहिले पैसालाई काममा लगाइरहेको छौँ भने, म्युचुअल फन्ड्स लिइरहेको छ भने, तपाईँले सेयर्स लिइरहेको छ भने, यो फ्युचरमा गएर या कुनै तपाईँकोमा राम्रो एमाउन्ट भेला गर्नुभएको छ भने, तपाईँले रियल इस्टेटमा हाल्नुभएको छ भने तपाईँलाई फ्युचरमा एकदमै साह्रो वक्तमा यसले हेल्प गर्छ होइन। त्यसै कारण धनी मानिसहरूले आफ्नो रिटायरमेन्ट गोलको लागि एमाउन्ट राखिरहेको हुन्छन् होइन। त्यसै कारण उनीहरू जति धेरै बाँच्छन् त्यति धेरै उनको पैसा बढ्दै जान्छ होइन। अहिले जस्तै फर इक्जाम्पल अहिले हामीले हेऱ्यौँ भने होइन, संसारको सबैभन्दा ठुलो इन्भेस्टर भनौँ न, धनी इन्भेस्टरको रूपमा हेऱ्यौँ भने वारेन बफेट सर हुनुहुन्छ होइन। उहाँले आफ्नो जीवनको 65-60 सालको बाद उहाँको पैसा डबल ट्रिपल भएर बढेको थियो। सबै 65 सालको बाद उहाँको पैसा धेरै ज्यादा बढेको थियो, जो कि 65 सालभन्दा मुनि उनको पैसा यति धेरै बढेको थिएन। यो किन भयो भन्दा यो पावर अफ कम्पाउन्डिङले गर्दा भयो होइन। उहाँले लगानी गर्नु भइरहेको थियो र उहाँ जब 65 छ, उहाँले 11 वर्षदेखि लगानी गर्नु सुरु गर्नुभएको थियो र उनी 65 साल पुग्नुको बाद मात्रै उनको पैसा बढ्नु सुरु भयो होइन, धेरै बेसी बढ्नु सुरु भयो। र उहाँ आज के भन्नुहुन्छ भने उहाँ आज 94 प्लसको हुनुहुन्छ र आज पनि उहाँ पढ्नुहुन्छ र आज पनि उहाँ लङ टर्मको बात गर्नुहुन्छ होइन। त्यसै कारण हामी उहाँकोबाट धेरै कुरा सिक्नुपर्छ होइन। उहाँ आज 94 को भएर पनि लङ टर्मको बारेमा बात गर्नुहुन्छ, कम्पाउन्डिङको बारेमा बात गर्नुहुन्छ र सिक्नेको बारेमा बात गर्नुहुन्छ होइन, हामी स्किल कसरी डेभलप गर्ने भनेर होइन। त्यसै कारण सिक्नु हामीलाई धेरै जरुरी छ होइन। अगर हामीलाई जीवनमा सफल हुनु छ भने या हामीलाई फाइनेन्सियली फ्री हुनु छ भने हामीलाई सिक्नुमा केही पनि ढिलाइ गर्नु हुँदैन र निरन्तर सिकिरहनुपर्छ होइन। सो धन्यवाद हजुरहरूलाई मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा। भिडियो कति भ्यालुएबल लाग्यो तपाईँहरूले प्लिज कमेन्ट गरिदिनुहोस् होइन। यस्तै भिडियो लिएर म आउनेछु फेरि पनि है, तपाईँहरूले कमेन्ट गरेर बताइदिनुहोस् होइन। थ्याङ्क यू।